यिनीहरूको चाहिँ अन्तरिम सरकार बनाउनको लागि चाहिँ मन्त्री प्रधानमन्त्री बन्न चाहिँ कुनै कानुन नचाहिने, कुनै संविधानले नछेक्ने, तर यत्रो बलिदानले ल्याएको, आन्दोलनले मागेको, नेपाली जनताले मागेको माग पुरा गर्न चाहिँ यिनीहरू चाहिँ संविधान बाधक, कानुनले मिल्दैन अरे। हेर्नु यत्रो के यत्रो जेन्जी युवा नेपाली जनताले आन्दोलन गरेको, यत्रो विध्वंस बनाएर आगजनी गरेर त्यसरी ओलीको ठाउँमा सुशीला कार्की त्यो 84 हुने प्रतिनिधि सभाको चुनावलाई 82 गराउन, यसको लागि मात्र यत्रो ठुलो बलिदान। खास जनताले भनेका थिए कि जनताको माग भनेको प्रदेश खारेज, समानुपातिक प्रणाली खारेज र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली हुनुपर्छ भन्ने माग थियो। यो हुँदैन भने यत्रो बलिदान के को लागि? जे मन लाग्दै गरे पनि हुन्छ? यो माग पुरा हुनै पर्छ। जबसम्म हुँदैन तबसम्म कोही जेन्जी युवा नेपाली जनताले थकै मार्दैन।